भाइ नमस्कार। नमस्कार हजुर। आराम हुनुहुन्छ? आरामै छु। तपाईँ कहाँदेखि आउनुभयो? म काभ्रे पनौतीदेखि आएको। तपाईँको परिचय दिनुहोस् न। मेरो नाम सानेगिरी हो। हजुर। म हाल चाहिँ यता छिमी भक्तपुरतिर जामी काम गर्छु। पैसा नभएको कारणले यहाँ सिभिलमा थाहा भएर आएको। अनि तपाईँले कसरी थाहा पाउनुभयो यो यहाँ शिविर छ भनेर? यहाँ टिकटक हेरेर आएको। टिकटक हेरेर? हजुरको टिकटक हेरेर आएको। अनि जस्तो तपाईँले यो टिकटक हेरेर यहाँ आइपुग्नुभयो र तपाईँलाई थाहा छ ओम समाज डेन्टल अस्पताल कहाँ छ भनेर? त्यो त अलि थाहा भयो। थाहा भयो? 7 वार्डमा छ अनि यहाँ चाबेलमा रहेछ भने थाहा भयो। ल सुन्नुहोस्, यो हाम्रो प्रत्येक महिनाको पहिलो हप्ता हामी नैकाबाट सुरु गर्छौँ। हजुर। हामी कलङ्की चोकको पेरिफेरीमा सुरु गर्छौँ भने दोस्रो हप्ता हामी सातो बाटो जहाँ चापागाउँ डोबाटो छ त्यहाँबाट सुरु गर्छौँ। तेस्रो हप्ता यो चाबेल डोबाटोमा हुन्छ र चौथो हप्ता वनस्थली हुन्छ। भनेपछि तपाईँलाई यहाँ पाइप मलाई पाइप पर्ने चाहिँ सातो बाटो। तपाईँलाई पाइप पर्ने सातो बाटो हो। तपाईँले प्रत्येक महिनाको दोस्रो हप्ता तपाईँको एरियाको पेरिफेरीको मानिसहरूलाई के भन्नुहुन्छ भने सातो बाटोमा ओम समाज डेन्टल अस्पताल रहेछ, अब त्यहाँ गएर पनि हामीले निःशुल्क सेवा लिन सक्छौँ। हजुर। हाम्रो निःशुल्क सेवा भनेको के पर्छ भन्नुहुन्छ भने हामी जुन स्वास्थ्य शिविरको गरेर यो निःशुल्क स्वास्थ्य शिविर राखेको ठाउँमा चाहिँ हामी तपाईँहरूलाई डाक्टरको जुन चेकअप गर्ने पैसा लिँदैनौँ र अर्को कुरा दाँत सफा गर्ने काम फ्रीमा पैसा पर्दैन र अरू ठुलो खर्च लागेको ठाउँमा तपाईँहरूलाई त्यसमा 20% छुट दिन्छ। त्यस्तो सुविधा दिन्छौँ है। अनि हामीले तपाईँहरूलाई जस्तो तपाईँहरूको टोल छर छिमेकमा कोही मान्छे पैसा नभएको कारणले र उसले दाँतको उपचार गर्नबाट वञ्चित छ भने पैसा नभएको कारणले त हजुरको चाहिँ यो शिविरमा आएको नि। पैसा भएको भए त अहिले त च्याउ उम्रिया जस्तो जताततै छ नि त अहिले यो दाँतको क्लिनिक त। हो साँच्चै बनेपादेखि पनौती सारा संसार छ। अहिले त्यहाँ छोडेर म यहाँसम्म आइपुग्नु पर्यो पैसा नभएको कारणले। पैसा नभएको कारणले। पैसा भएको भए त उतै उपचार गर्थेँ नि। हो तपाईँ जस्तै हामीले के भन्छौँ भने तपाईँ जस्तै मानिसहरूलाई पनि हामी के भन्छौँ भने हामीले 5वटा अस्पताल छ। 5वटा अस्पतालमा प्रत्येक ठाउँमा तपाईँहरू जानुहोस् र त्यो निःशुल्क स्वास्थ्य शिविरमा सहभागी रहनुहुन्छ होइन। अरू तपाईँ के भन्न चाहनुहुन्छ? जानुभएको आफ्नो साथीभाइहरूले पनि यसो म जस्तै पीडा छ भने यस्तो ठाउँमा जानु भनेर भनिदिन्छु। हस्, धन्यवाद।